Hello, everybody. Welcome. Yo, bangda bangda. So what's going to happen? आज हामी रुब्रिक क्युब्स सल्भ गरौँ है त म तपाईहरुलाई सानो सानो स्टेपबाट सिकाउँछु कि रुब्रिक क्युबलाई कसरी सल्भ गर्ने भनेर I'll try to share what I learned and there we go. अब यसलाई बिगारौँ है त बिगारौँ बाथङ बदम जु 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 तपाईहरुले देख्न सक्नुहुन्छ कि मेरो रुब्रिक क्युब चाहिँ अब पाताङ बुतुङ भइसक्यो ल अब यसलाई हामी मिलाउँछौं ल सर्वप्रथम यसलाई मिलाउन कसरी ट्राई गर्ने भन्दाखेरि पहिला चाहिँ येलो खोज्ने येलो जहिले पनि व्हाइटको अपोजिटमा हुन्छ राइट you can see so पहिला चाहिँ येलोलाई सल्भ गर्ने आई मिन येलोमा डेजी बनाऊँ हामी व्हाइटको बेस सल्भ गरौँ सो डेजी बनाउनलाई चाहिँ यसको छेउ यो जुन रङ छ नि यसलाई सेतो बनाउने यो रङलाई सेतो अनि यो त अलरेडी छदैछ है त र यसलाई सेतो बनाउनलाई यहाँ सेतो भएको चीज खोज्नु पर्यो यसमा छैन राइट यसमा रहेछ सो यसलाई भेटाए राइट दुईटा कुना सल्भ भइसक्यो हाम्रो अब यहाँनिर रहेछ यसलाई सल्भ गर्नलाई यति घुमायो भने त पुग्यो त हैन तीनटा त सल्भ भयो यहाँनिर सेतो भएको कहाँ छ यहाँनिर एउटा रहेछ सो यसलाई यस्तरी लिएर हैन यसलाई अलिकति घुमाइदिउँ र फिर्ता लिएर सो भन्न खोजेको के भन्दा हामीलाई येलोमा डेजी बनाउनु पर्यो एउटा फूल बनाउनु पर्यो हैन अब चाहिँ हामीलाई यो व्हाइट सल्भ गर्न सजिलो हुन्छ मैले भने जस्तै हामी डेजी बनाउँछौं एउटा हामीलाई चारवटा सेतो चाहिन्छ तर बीचको भागमा एउटा अलरेडी छ अब अर्कोलाई बनाउनु हैन यति घुमाए पुग्यो यसलाई यहाँनिर घुमाए पुग्ने रहेछ अनि अर्को चाहिँ हाम्रो खोजेर भन्दाखेरि यस्तरी खोजेर यहाँ घुमाइदिएर सल्भ भयो नि सो हाम्रो डेजी सल्भ भइसकेको छ भन्न खोजेको बीचमा पहेँलो र चारवटा कुनामा हाम्रो सेतो फिर्ता भइसकेको छ अब हामी यो सेतोलाई सल्भ गर्छौं यसलाई सेतोलाई सल्भ गर्नलाई कसरी गर्ने एकदम सजिलो कसरी छ भन्दाखेरि पहिला सुरु यो हरियोसँग यो बीचको हरियो म्याच हुनु पर्यो भएको छ तर यो भएको छैन हैन अनि यो नि भएको छैन अनि यो पनि भएको छैन जुन भएको छ नि त्यसलाई यति मात्र घुमाइदिउँ सेतो अर्को सेतो यो हरियो रङमा छ र हाम्रो हरियो सल्भ पनि भन्छ अब यो नीलो सल्भ गर्न खोजौँ है त नीलो कता नि रहेछ छिराउ राइट भयो अब यसलाई अहिलेको जस्तै फनक्क घुमाइदिउँ यति भइसक्यो मेरो नीलो पनि सल्भ भयो मेरो हरियो पनि सल्भ भयो अब फेरि मेरो रातो पनि सल्भ भएछ रातो सल्भ भयो यसलाई यति मात्र घुमाउने हो के बुझ्नुभयो नि राइट अब मेरो ओरेन्ज सल्भ गर्नुपर्ने छ मेरो ओरेन्ज यति घुमाए पुग्ने रहेछ अनि यसलाई फिर्ता लिएर टुइँ घुमाइदिउँ सो हाम्रो सेतो pretty much सल्भ भइसक्यो यो सेतो सल्भ गर्दा गर्दै चाहिँ हामीलाई यो बीचको रङ सल्भ गर्नुपर्ने हुन्छ बीचको रङ सल्भ गर्दाखेरि चाहिँ एकदम सजिलो हुन्छ अहिले एकछिनको लागि राइट सो सबैभन्दा एकदम इम्पोर्टेन्ट स्टेप चाहिँ पहिला डेजी बनाउने त्यसपछि चारवटा सेतो निकाल्ने हैन डेजी भनेको त्यही हो बीचमा पहेँलो र त्यो फूलको नाम हो त्यो फूल यहाँ सेतो रङ ल्याएर तपाईले सल्भ गर्नुभयो त्यो सेतोसँग जुन रङ थियो त्यसलाई सल्भ गर्ने भनेको हामीसँग यो हरियो सल्भ भइसक्यो रातो सल्भ भइसक्यो हरियो सल्भ नीलो सल्भ भइसक्यो अनि येलो आई मिन ओरेन्ज हैन सो अब हाम्रो फर्स्ट बेस सल्भ गर्नलाई हामीलाई के चाहिने रहेछ भन्दाखेरि यो सल्भ गर्नुपर्ने यो कुना सल्भ गर्नुपर्ने यो त सल्भ नै छ अनि यो कुना सल्भ गर्नु छ हामीसँग तीनटा कुना सल्भ गर्नुपर्ने भएको छ है त यसको लागि एकदमै इम्पोर्टेन्ट छ तपाईले सिक्नै पर्ने चाहिँ राइटी अल्गोरिदम सो राइटी अल्गोरिदम गर्न लागि आउनुपर्छ एक स्टेप माथि घुमाउने त्यसपछि लेफ्टमा घुमाउने त्यसपछि डाउन त्यसपछि ब्याक बुझ्नुभयो नि तपाईं जतिसम्म बाइ हार्ट तपाईलाई यो अल्गोरिदम आउँदैन
अलिकति गाह्रो हुन्छ त्यो सकेसम्म सिक्नु यसलाई है राइट माथि देब्रे तल दाहिने यसरी नै बुझ्नु न माथि देब्रे तल दाहिने माथि देब्रे तल दाहिने माथि देब्रे तल दाहिने यति नै हो यसको अनि मैले जतिचोटि घुमाए पनि यो कुना त मेरो सल्भ भएको छैन नि त त्यही भएर अब यसलाई सल्भ गर्न चाहिँ हामीले कोसिस गरौँ है त जस तपाईँले यो कुना सल्भ गर्नलाई तपाईँलाई राइटी अल्गोरिदम चाहिँ आएको हुनुपर्छ मैले अघि भर्खर पनि भने राइटी अल्गोरिदम कसरी गर्ने भने राइटी अल्गोरिदम गर्नलाई माथि देब्रे तल दाहिने है त माथि देब्रे तल दाहिने माथि देब्रे तल दाहिने द्याट्स इट इजी र अघि भर्खर भनेको अल्गोरिदमलाई याद राखेर हामी यो कुना सल्भ गरौँ यो कुनालाई सल्भ गर्नलाई तपाईँले रङ हेर्नुपर्छ है त मलाई कुन रङ चाहिएको छ निलो र ओरेन्ज निलो ओरेन्ज अनि यता सेतो चाहियो ओके न भन्छ अब निलो कलर खोज्नु निलो र ओरेन्ज कलर खोज्नु भने कहीँ पनि छैन कतै त छ कहाँ गएर लुकेर बसेछ यहाँ गएर लुकेर बसेर अब यसलाई पहिला बिगार्नु पर्यो म राइटी अल्गोरिदमबाट बिगार्छु है त यसलाई बिग्रियो अब यसलाई जहाँनिर लगेर राख्नु भने त्यहीँ लिएर टाँसाइदिउँ सो मलाई यो यहाँ चाहिएको छ होइन अनि रुबिक क्युबमा चाहिँ अर्को के हुन्छ भन्दाखेरि जस्तो तपाईँसँग जुन रङ जता छ नि मानौ यो सेतो रङ यो भागमा छ भने मैले राइटी अल्गोरिदम गर्छु तर मानिलिउँ कि यो सेतो चाहिँ और यसलाई नै इक्जाम्पल लिउँ अब यो सेतो त अघि राइटमा थियो र मैले राइट अल्गोरिदम गर्नु पर्यो हैन तर यदि यो साइडमा देब्रे साइडमा थियो भने चाहिँ मैले लेफ्ट अल्गोरिदम गर्नुपर्छ लेफ्ट अल्गोरिदम पनि राइट जस्तै नै हो सिर्फ लेफ्टमा हो माथि राइट तल लेफ्ट द्याट्स इट माथि राइट तल लेफ्ट माथि दाहिने तल देब्रे हैन त भन्दा भन्दै मलाई सल्भ गर्नु जस्तो लागेर त होइन रहेछ राइट अब मलाई यो कुनामा भएको रङ चाहियो मैले अघि के भनेको थिएँ मलाई कुन रङ चाहियो सेतो ओरेन्ज अनि निलो भएको चाहियो अब यो भर्खर भन्दा बिगार्दै कता आइपुग्यो मेरो देब्रेमा आइपुग्यो है त यसलाई कसरी फिगर आउट गर्ने भन्दाखेरि चाहिँ यो तपाईँको देब्रेपट्टि नजिक छ कि दाहिनेपट्टि नजिक छ भने यसरी हेर्दाखेरि यो त मेरो यसलाई सल्भ गर्न चाहिँ मलाई लेफ्ट अल्गोरिदम गऱ्यो भने छिटो हुन्छ भनौँ न होइन अब यो यसरी हेऱ्यो भने त मेरो दाहिनेको नजिक छ तर मैले यहाँबाट यसलाई राइट गरिराख्नु त मैले देख्दिनँ नि त मेरो आँखाले अब यसलाई यसरी सल्भ गर्न खोज्नु जहिले पनि अनि यसरी सल्भ गर्न खोज्दाखेरि चाहिँ यो सेतो यति घुमायो भने त मलाई सजिलो भयो अनि मैले लेफ्ट अल्गोरिदम कसरी हो भन्दाखेरि माथि दाहिने तल देब्रे यो अल्गोरिदम भयो तर मेरो यो रङ पनि मिल्यो हैन भन्दा भन्दै यो रङ पनि बिग्रिएछ अब यसलाई कसरी बिगार्ने पहिला यसलाई कसरी मिल्दैन पहिला बिगार्ने त्यसपछि मिलाउने हैन त मम्मीहरूले गाली गर्नु भएको जस्तो के कुनै जमानामा अब फेरि यसरी हेर्दाखेरि यो चाहिँ यतापट्टि गरेर देब्रे अल्गोरिदम गरेर मलाई सजिलो हुन्छ नि त अब मैले यसलाई यसरी घुमाएँ भने त मैले देख्दिनँ त कसरी मिलाउने हैन सो सजिलोसँग गर्दाखेरि यसलाई यति घुमाइदियो अनि लेफ्ट अल्गोरिदम फेरि माथि दाहिने तल देब्रे यति गर्दा सदा मेरो यो रङ मिलिसक्यो अब मेरो निलो मिल्यो रातो मिल्यो यहाँनिर यो मिलेको छैन अनि यो पनि अलरेडी करेक्ट ठाउँमा छ अनि यसरी हेर्दाखेरि मलाई यो लेफ्ट अल्गोरिदम गर्यो भने त मेरो छिटो मिल्ने रहेछ हैन सो लेफ्ट अल्गोरिदम गर्नलाई माथि दाहिने तल देब्रे हैन त मिल्यो अब यो रङ यहाँनिर ल्यायो भने त मेरो पहेँलो छ हरियो छ अनि सेतो छ हैन अब मैले यसरी रुबिक क्युबलाई सल्भ गर्न खोज्दाखेरि देख्नु पर्यो नि हैन अघि भने जस्तै हैन मैले यसलाई सल्भ गर्न खोजिरहेको नि त अनि यो यसरी हेर्न सजिलो हुन्छ हैन यो यसरी हेर्दा सजिलो हुँदाखेरि यो त मेरो राइटमा छ सजिलो
सो मलाई राइट एल्गोरिदम गर्नुपर्ने भयो सो यसको लागि माथि देब्रे तल दाहिने there you go सब भयो happy chappy easy right right so हाम्रो पहिलो बेस successfully solve भएको छ congratulations you guys thank you for tuning अब another important risk लिन जाउँ रिस्क लिएन भने केही हुँदैन जिन्दगीमा हैन दिमाग कन्याएर भए पनि सिक्नुपर्छ अब सो एकदमै धेरै इम्पोर्टेन्ट छ अघि हामीले सेतो डेजी सर्भ गरेर सेतो ल्याउने बेलामा हामीले अघि नै रङ मिलाइसक्यौँ नि त त्यही भएर हामीलाई टेन्सन छैन तर अब इम्पोर्टेन्ट पार्ट के भयो भन्दाखेरि जति पनि सल्भ भएको त ठिकै छ सल्भ नभएको चाहिँ के भयो बिग्रेको भयो बिग्रेको चिज त बनाउनु पर्यो हैन सो मानौ यो निलो चाहिँ कहाँ लिएर ल्यायो भने सजिलो यहाँनिर ल्यायो भने सजिलो तर यो सल्भ त भयो यो निलो रङमा तर यहाँनिर रातो छ यो रातो त यहाँ आउनु पर्ने रहेछ हैन अब यो रातो यहाँ लिएर आउनु पर्यो किन ल्याउनु पर्यो किनभने यो निलो यसको भाग हो यो रातो यसको भाग हो मैले यो निलो त सल्भ गरेँ तर रातो त सल्भ भएको छैन नि त सो अब यो निलोलाई सल्भ गर्नलाई के गर्नु यसको लागि अर्को एल्गोरिदम छ अनि त्यो एल्गोरिदम चाहिँ अब यसको नाम मैले बिर्सेँ के छैन अब यति मात्रै बुझ्नु कि तपाईले यो निलोलाई यता लिएर आउनु पर्यो यो निलोलाई ल्याउनलाई ठ्याक्कै उल्टो के गर्नुपर्छ यसलाई उता पठाइदिने जता ल्याउनु पर्ने त्यसको अपोजिट पठाइदिने त्यसको उल्टोपट्टि उठाइदिने अनि त्यसपछि हामीले उल्टो पठायो जता पठायो नि त्यसको उल्टो पठाएको राइट एल्गोरिदम गरौँ है त बुझ्नु भयो नि यो यही छ तर अब मेरो सेतो बिग्रियो नि त निलोलाई मिलाउने क्रममा मेरो सेतो बिग्रियो अब अघि भने जस्तै यो सेतोलाई यति घुमायो भने लेफ्ट एल्गोरिदम गर्ने हैन मेरो लेफ्ट एल्गोरिदम मिल्यो अनि मेरो निलो रातो रङ पनि मिल्यो बुझ्नु भयो नि यो एल्गोरिदम त तपाईले सिक्नै पर्ने हुन्छ कन्फ्युज भयो भने भिडियोलाई फेरि दोहोऱ्याउँदै हेर्नुस् अनि जति सक्छ आफूले याद गर्न खोज्नु सो यो रातोलाई यहाँ लिएर आउनु पर्यो हैन यो भागलाई यो क्युबको यो यति भागलाई मैले यहाँ लिएर आउनु पर्ने हुन्छ अब यसलाई लिएर आउनलाई मैले अघि भने जस्तै यो यसको भाग हो भनेपछि त उल्टो घुमाइदिने हैन उल्टो घुमाइदिने अनि त्यसपछि जस्तो मैले यसलाई राइटमा ल्याउनु छ हैन मैले यसलाई मेरो दाहिने साइडमा ल्याउनु छ यदि दाहिने साइडमा ल्याउनु छ भने देब्रेमा घुमाइदिने उल्टो घुमाइदिने अनि राइट एल्गोरिदम गर्ने बुझ्नु भयो नि उल्टो घुमाएको राइट एल्गोरिदम अनि यो अघि बिग्रेको जस्तै यति ल्याएर लेफ्ट एल्गोरिदम गर्यो भने त ब्याक टु नर्मल सल्भ भयो है सो मेरो यो कुना सल्भ भयो अब हरियोलाई खोजौँ है त अब मैले हरियोलाई कसरी खोजेँ भन्दाखेरि यो यहीँ छ अनि यो ओरेन्ज यहीँ छ नि त अरू त कुनै पनि रङ छैन हरियो सो अघि भने जस्तै यो हरियो यसको भाग हो हैन योलाई दाहिनेमा ल्याउनलाई मैले यसलाई उल्टो घुमाइदिने राइट अनि त्यसपछि जुन साइडको उल्टो घुमाएँ नि त्यही साइडको राइट एल्गोरिदम गर्ने मैले लेफ्टतिर घुमाएँ भने राइट एल्गोरिदम राइट अनि मेरो सेतो बिग्रियो अब सेतोलाई पहिला सल्भ गर्नु पर्यो नि त बुझ्नु भयो नि मैले अरेन्ज सल्भ गर्नु पर्यो अरेन्जलाई यहाँ सल्भ गर्नलाई पहिला सुरु यसलाई उल्टो घुमाइदिने उल्टो किन घुमाउने यो ओरेन्ज यहाँ लिएर आउनु छ त्यही भएर उल्टा फर्काइदिने अर्को साइड फर्काइदिने धेरै हैन एक स्टेप मात्रै उल्टो फर्काइदिने त्यसपछि राइट एल्गोरिदम अनि मेरो सेतोलाई पहिला सल्भ गर्नुपर्छ भेरी गो सेकेन्ड बेस सल्भ भयो मेरो फर्स्ट बेस सल्भ भएको छ त्यसपछि मेरो सेकेन्ड बेस सल्भ भएको छ अब थर्ड बेस सल्भ गर्नलाई ओके मेरो फर्स्ट बेस सल्भ भयो अनि सेकेन्ड बेस पनि सल्भ भयो अब मैले पहिला माथिको येलो सल्भ गर्नुपर्छ यो येलो सल्भ गर्नलाई चाहिँ धेरै गाह्रो त छैन तर ट्रिक छ भनौँ न सो पहिला सुरु यो येलो सल्भ गर्नुपर्छ
यो त अभियसली कहीँ पनि मुभ हुँदैन नि त, किनभने यो व्हाइटको अपोजिट हो, त्यही भएर यो कहीँ पनि जाँदैन। अब मैले जति सक्दो येल्लो बेसी लिएर आउनु पर्यो, तर येल्लो बेसी ल्याउने क्रममा चाहिँ मलाई येल्लो यहाँ चाहियो, यहाँ चाहियो, यहाँ चाहियो अनि यहाँ चाहियो। यति 4वटा येल्लो भयो भने चाहिँ तपाईँलाई यो रुबिक क्युब सल्भ गर्न सजिलो हुन्छ। अब कता धेरै येल्लो रहेछ त हेरौँ है त, यहाँ 2टा रहेछ हैन, अनि यता 2टा छ, अरू त एउटा मात्रै छ। सो जता धेरै छ कता धेरै छ यसलाई यसै गरौँ न त, यहाँनिर धेरै येल्लो छ अहिलेको कन्टेक्समा हैन। यसलाई यो येल्लोलाई अब माथि लिएर आउनलाई पहिला रुबिक्सलाई उल्टो घुमाइदिने हैन, उल्टो घुमाइदिने अनि हामीले राइट एल्गोरिदम गर्ने हैन। अनि जस्तो उल्टो अघि घुमाउनु भएको थियो फेरि फिर्ता लिएर आउने भनेको त अघि हामीसँग जम्मा 3टा थियो, अब 4वटा भयो। अब फेरि धेरै येल्लो भएको ठाउँमा जाउँ हैन। अरू सबै ठाउँमा यहाँ एउटा छ, यहाँ 2टा छ, यहाँ एउटा छ अनि यहाँ एउटा रहेछ। अब जहाँ धेरै येल्लो छ त्यहीँबाट जाउँ। अहिले मैले के भनेको थिएँ, राइट क्लकवाइज घुमाइदिनुहोस्, त्यसपछि राइट एल्गोरिदम गरिदिनुहोस् हैन, अनि यसलाई फिर्ता लिएर आउनुहोस्। यो किन गरिरहेको भन्दाखेरि यहाँ जति छ धेरै येल्लो लिएर आउनुलाई। अब अघि हामीले येल्लो त ल्याउन खोज्यौँ हैन, तर येल्लो कसरी ल्याउन खोजेको थियो, हामीले यो बिचको भागमा येल्लो लिएर आउन खोजेको थियो। अब हामीसँग यो सिधा छ हैन, यो सिधा छ अनि हाम्रो यो रातो रङ पनि मिलेछ। यो सँगसँगै यो रङ मिलाउन खोज्यो भने राम्रो। अब मैले चेक गरौँ है त, यो निलोलाई मैले यता घुमाइदिएँ भने मेरो कतिवटा कर्नर मिलेछ, मिलेछैन कहीँ पनि हैन। त्यही भएर रातोकै ठाउँमा लिएर एकचोटि यो ट्राई गरौँ है त, राइट क्लकवाइज, त्यसपछि राइट एल्गोरिदम हैन, फेरि ब्याक, जस्तो लगेको त्यस्तै फिर्ता ल्याउँदैन अब यसरी है त। सो अघि मैले के मात्रै गर्दाखेरि, मैले त्यति गर्दाखेरि मेरोमा यो सबै येल्लो रङ चाहिँ फिक्स भएको छ हैन, फिक्स भएको छ। अब मेरो सेन्टर पनि मिलाउन खोजौँ है त, यति गर्दाखेरि मेरो हरियो मिल्दो रहेछ। अघि भने जस्तै आफ्नो यो साइडहरूको रङ कति मिलेको छ, यो हरियोसँग यो मिलेको छ कि छैन त्यो चेक गरौँ है त। यो ओरेन्जसँग यो त मिलेको छैन, यो मिलेको छैन। सोफार हामीसँग जम्मा एउटा रङ मिलेको छ। यदि मैले यसलाई यतापट्टि सारेँ भने अरू कतिवटा रङ मिलेको छ, यदि मैले चेक गर्दाखेरि चाहिँ सबै घुमाउँदाखेरि रातो मिलेको छ, निलो मिलेको छ हैन। अनि मेरो यहाँ डेजी पनि छ, डेजी त हैन, मेरो यहाँ पहिलो 4वटा कुना र बिच कुना पनि मिलेको छ। यति भयो भने तपाईँले सिर्फ के गर्नुपर्ने हुन्छ भन्दाखेरि, अब हाम्रो गोल के हो, यो सबै रङ मिलाउने हो, यसलाई नबिगारिकन है त। अब यसको लागि हामीले गर्नुपर्ने हुन्छ कि अर्को एल्गोरिदम के छ भन्दाखेरि, यो चाहिँ हाम्रो बिचको भाग मिलाउनलाई। अब जुन तपाईँको यो 2टा मिलेको भाग छ नि, यो 2टा मिलेको भागलाई यति दाहिनेमा घुमाइदिनुहोस्। अब हाम्रो टार्गेट के हो, यो रङ र यो रङलाई मिलाउनलाई। अब यो 2टा रङ मिलाउनलाई के गर्नुपर्छ भन्दाखेरि, अर्को एल्गोरिदम माथि हैन, साइडमा तल, फेरि एक फन्को घुमाइदिनुहोस्, फेरि माथि, अनि जबसम्म यो सेतो रङ मिल्दैन, जबसम्म यो सेतो रङ मिल्दैन हैन, तबसम्म त्यसलाई घुमाउनुहोस्, फिर्ता लिएर आउनुहोस्, जस्तो लाग्यो त्यस्तै फिर्ता लिएर आउनु हैन। सो यस्तो गर्दाखेरि के भयो, मेरो सबै रङ मिले। नाइस, गुड जब राशमी। हैन त मेरो पहिला पनि सबै त्यस्तै नै छ, केही भएको छैन। आई थिङ्क झन् एक्स्ट्रा एउटा मिलेछ, प्लस मेरो सबै बिचको रङ पनि मिलेको छ। अब बिचको रङ मिलेछ भने चाहिँ के गर्ने भन्दाखेरि, सबैभन्दा इम्पोर्टेन्ट चाहिँ यो 4वटा कुना मध्येमा कहिलेकाहीँ चाहिँ के हुन्छ, तपाईँको रुबिक क्युब मिलाउँदा चाहिँ 4वटै कुना नमिलेको हुन्छ। अहिलेको केसमा चाहिँ एउटा मिलेछ। जब मिलेको केस छ नि, मिलेको केसलाई चाहिँ लेफ्टमा समातेर, मिलेको केस भनेको के हो भन्दाखेरि माथि पहेँलो छ जहाँ हुनुपर्ने थियो, यहाँ हरियो छ जहाँ यो हुनुपर्ने, र यो रातो जहाँ यो जो हुनुपर्ने, जुन हुनुपर्ने जुन मेरी ठाउँ छ नि त्यसलाई देब्रेमा समात्नुहोस्
र अब हामीले गर्नुपर्ने हुन्छ निकोलस भन्ने एल्गोरिदम। निकोलस एल्गोरिदम भनेको चाहिँ कसरी गर्ने भन्दाखेरि किन गर्ने भन्दाखेरि यो रङ मिलेको छैन नि त है, यो रङ मिलेको छैन, यो पनि यो रङ मिलेको छैन, अनि यो रङ पनि यिनीहरू कहीँ पनि आफ्नो ठाउँमा छैन, त्यही भएर यिनीहरूलाई आफ्नो घरमा लिएर आउनुपर्छ। सो यदि तपाईँको एक भाग मिलेछ भने त्यसलाई देब्रेमा समाउनुहोस्, यदि कुनै पनि भाग मिलेको छैन जताबाट गर्दा हुन्छ। सो मेरो यो भाग मिलेछ त्यही भएर म यसलाई देब्रेमा समाउँछु। अनि निकोलस गर्ने, निकोलस कसरी गर्ने भन्दाखेरि दाहिने त्यसपछि ब्याक, फेरि यो साइडबाट माथि फेरि ब्याक हो, यति गऱ्यो। अब तपाईँले जस्तो फिर्ता अघि लगेर जानुभएको थियो त्यसलाई फेरि यस्तै लिएर आउनु होइन। अनि यो रातो त यसको ठाउँ होइन नि त, हरियोको ठाउँ, त्यही भएर फिर्ता लिएर आउनु। यो अझ पनि मिलेको छैन, त्यही भएर यो कुना नमिलेसम्म आफ्नो निकोलस गरिराख्ने, यसलाई कहीँ पनि नलानु। मिलेको साइडलाई लेफ्टमा समात्ने, फेरि निकोलस गर्ने। निकोलस भनेको के हो, माथि त्यसपछि पछाडि घुमाउने, त्यसपछि देब्रे साइडमा फेरि माथि फेरि उसकै पछाडितिर घुमाइदिने हुन्छ। यो चाहिँ तपाईँले याद गर्नुपर्ने हुन्छ, यसलाई चाहिँ निकोलस भन्छ। फेरि ब्याक लिएर आउनुहोस् र फेरि ब्याक लिएर आउनुहोस्, यो रातो त्यसको ठाउँ होइन होइन। अब यति गर्दाखेरि चाहिँ मेरो के सल्भ भयो भन्दाखेरि यो र यो सल्भ भयो, यो जहाँ हुनुपर्ने त्यहीँ छ। अब यसलाई चेक गरौँ, यो पनि पहेँलो निलो अनि येलो, अनि यो आफै सल्भ भइसक्यो। मेरो दुईवटा कर्नर सल्भ भएछ होइन। मलाई सिर्फ यो र यो सल्भ गर्नुपर्ने छ, चिन्ता नलिनुहोस्, वी स्टिल देयर, गुड 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 गुड। अब यो दुईवटा कर्नरलाई सल्भ गर्नलाई चाहिँ हामीले तपाईँको रिबिटेड क्युब्सलाई सिर्फ यति घुमाइदिनु, मात्र यति घुमाइदिनुहोस्, ओके, केही गर्नु पर्दैन, सिर्फ उल्टोपट्टि घुमाउने। अब लास्ट फाइनल लकी स्टेप के हो भन्दाखेरि यसलाई, यो पहेँलोलाई हामीले यहाँ लिएर आउनुपर्ने हो, यो पहेँलोलाई यहाँ लिएर आउनुपर्ने हो। हामी उल्टो किन घुमाएको भन्दाखेरि यो ओरेन्ज कलर यहाँ जान्छ, यो निलो कलर यहाँ जान्छ भनेर यो यिनीहरूको यो आफ्नो ठाउँ करेक्ट ठाउँमा छ, सिर्फ राइट प्लेसमा छैन, तर अर्डर चाहिँ करेक्ट छ। अनि यो पनि राइट कर्नर भनेको के हो भन्दाखेरि ओरेन्जको ठाउँमा छ, ग्रिन। सो यो आफ्नो अर्डरमा चाहिँ छ तर सेपमा आफ्नो ठाउँमा छैन भनौँ न, तर जहाँ हुनुपर्ने त्यो कर्नर चाहिँ सल्भ भन्छ। अब हामीले यति गरे पछाडि सिर्फ उल्टो घुमाइदिने होइन, उल्टो घुमाइदिने, तपाईँले जता समात्नु भयो भने हुन्छ, तर सल्भ भइसकेकोलाई हामीले छुने होइन। हामीलाई सिर्फ यो फिक्स गर्नुपर्ने छ। यो फिक्स कसरी हुन्छ, यो येलोलाई यहाँ लिएर आउनु पऱ्यो, बुझ्यौँ भने यो रङ यहाँ लिएर आयो भने त यो सल्भ भयो। अब यसलाई गर्नलाई के गर्नुपर्छ, राइटी एल्गोरिदम। अघि मैले कस्तो सिकाएको थिएँ, राइटी एल्गोरिदम, माथि देब्रे तल दाहिने, कहाँ गयो सल्भ भएन, फेरि माथि देब्रे तल दाहिने, यति गरेपछि त मेरो कर्नर त सल्भ भयो, राइट, सल्भ भयो। अब यसलाई केही नगर्नुहोस्, केही पनि नगर्नुहोस्, नआत्तिनुहोस्, हामी बिग्रिरहेछौँ तर हामी बनिरहेछौँ है त। अब एक राउन्ड घुमायो भने यो पहेँलो त यहाँ सल्भ भएछ, त्यही भएर यसलाई नछुनुहोस्। फेरि अर्को साइड घुमाउनुहोस्, यो पहेँलो यहाँ सल्भ भएछ, त्यही भएर यसलाई केही नछुनुहोस्। अब यसलाई फेरि ब्याक लिएर आउनुहोस्। अब यो पहेँलो चाहिँ यहाँ छैन, अब यसलाई सल्भ गर्नु पऱ्यो, फेरि अहिलेको जस्तै राइट एल्गोरिदम है त, माथि देब्रे तल दाहिने, माथि देब्रे तल दाहिने। यत्रो धेरै गरिसक्यो तर यो अझ पनि गएको छैन आफ्नो ठाउँमा, कस्तो मात्रै गरेर। फेरि हेर, माथि देब्रे तल दाहिने, माथि देब्रे तल दाहिने, जतिसम्म घुम्दाखेरि भएको छैन तबसम्म सल्भ नगर्ने भनेको त हाम्रो यो कर्नर सल्भ भयो। अब यसलाई यति मात्र घुमाइदियो भने त सी, वाउ, जिनियस।